समुदायको लागि हिजो पनि यो वर्ग यो समुदायको अधिकारका लागि लडेको र देशको परिवर्तनका लागि होमिएको एउटा योद्धा हुनुको नाताले पनि यो वर्ग र यो समुदायप्रति हामी एकदमै प्रतिबद्ध छौँ र जिम्मेवार छौँ। म यहाँ उपस्थित राष्ट्रिय भूमि अधिकार मञ्चको कार्यक्रम भन्दै गर्दाखेरि पनि यो कार्यक्रम अरू धेरै कार्यक्रमहरू पनि थियो, धेरै कार्यक्रमहरू यसमा चाहिँ जानै पर्छ अनि यो समुदाय आफ्नै पर्छ भन्ने हिसाबले अरू कार्यक्रमलाई प्राथमिकता दिएर यसलाई एकदमै उच्च प्राथमिकता यो कार्यक्रममा उपस्थित भएको छु। म धेरै खुसी छु। आज अन्तिमसम्म बस्ने इच्छा थियो, अन्तिमसम्म बस्ने इच्छा थियो। 2-3 जना वक्ताहरू हुनुहुन्थ्यो, उहाँहरूका पनि कुरा सुनेर सबैका कुरा सुनेर आफ्ना मन्तव्यहरू दिएर अनि बिदा हुने मन त थियो, तर कार्य व्यस्तता किनकि 11 बजेदेखि 1 बजेसम्म 2 घण्टाको समयले त पुग्ला भन्ने भयो। 1 बजेदेखि कार्यक्रमहरू अरू कार्यक्रमहरू प्रयोग गरिएको पोखरा महानगरपालिकाको टिमहरू आउँदै हुनुहुन्छ र अरू पनि महानगरपालिकामा अरू बैठकका नियमित कार्यक्रमहरू पनि भएकोले गर्दाखेरि म बस्न खोज्दै पनि अलि समय भइसकेकोले गर्दाखेरि समय माग गरेर मैले यहाँ चाहिँ आफ्नो शुभ मन्तव्यका लागि अनुरोध गरेँ। समय उपलब्ध गराउनुभयो आयोजक साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो कार्यक्रममा यहाँ धेरैका मन्तव्यहरू पनि सुनियो। विभिन्न जिल्लाहरूको प्रतिनिधित्व गर्दै पनि यहाँले आफ्ना मन्तव्यहरू आफ्ना पीडाहरू कथा व्यथाहरू यहाँले प्रस्तुत गर्नुभयो। यो प्रति एकदम हामी जिम्मेवार छौँ, गम्भीर छौँ, हामी त्यसप्रति एकदम प्रतिबद्ध छौँ। यो पनि म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। तपाईँले सुरुमा पनि आफ्नो मन्तव्यको क्रममा पनि भन्नुभयो, उद्योग सचिवले पनि भन्नुभयो, स्वागत मन्तव्यको क्रममा पनि भन्नुभयो, भरतपुर महानगरपालिकाले भूमि सम्बन्धी अधिकारका लागि भूमिहीनहरूलाई भूमि धनी पूर्जा आफ्नो पूर्जा दिने सन्दर्भमा जग्गा धनी पूर्जा दिने सन्दर्भमा भरतपुर महानगरपालिका एकदमै अग्रसर भएर अगाडि बढेकै छ। यो कुरामा दुईमा छैन। हामीले लगभग 3-4 पटक 3भन्दा माथि नै होला होइन, 3भन्दा कम छैन। यो अवधिमा हामीले 3 पटकभन्दा बढी हामीले विभिन्न चरणमा पटक गरेर हामी भरतपुर महानगरपालिकाका भूमिहीन दलित र भूमिहीन क्षेत्रवासीहरूलाई हामीले राम्रो पूर्जा सबै प्रक्रिया पुरा गरेर यो महानगरपालिकाले मात्रै गरेर हुँदैन। यो त सङ्घीय सरकार जिल्ला आयोग सबैको पनि अनुमति स्वीकृति सबै प्रक्रिया पार गरेर चरणहरू सबै पार गरेर त्यो प्रक्रिया पुरा गरेर हामीले राम्रो पूर्जा दिने कामहरू पनि हामीले अगाडि बढाएकै थियौँ र त्यो काम निरन्तर अगाडि बढिरहेकै थियो। निरन्तर अगाडि बढ्दै गर्दाखेरि अब अहिले के